साथीहरु गुड मर्निङ। आजको भिडियो चाहिँ अलिक लङ हुनेछ, हजुरहरु स्किप नगरिकन हेर्नु होला है। धेरै दिनपछि घर आएको, हेर्नुस् घरको गति चाहिँ कस्तो छ है। सब वस्तु बिखरेका छन्, सब हेर्न सक्नुहुन्छ। घरमा कलर गरेको लागि सब सामानहरु बिखरेका छन्। अब यिनीहरुलाई सेटिङ गर्दा गर्दा कहिले मिलाउने, यो कहिले सफा गर्ने र यो सब एभ्रिथिङ सफा गरेपछि म हजुरहरुलाई फाइनल लुक देखाउँछु कस्तो हुन्छ। र यता पनि हेर्न सक्नुहुन्छ सब बिग्रिएको छ, सब चीजमा धुलै धुलो, सब सफाई आज पुरा सफाई हुनेछ। र साथैमा यो चाहिँ यतातिर गइहाल्यो। हजुरहरुले पहिला पनि घर त मैले पहिला पनि देखाएको थिएँ, हजुरहरुले देख्नु पनि भएको थियो। र अब चाहिँ यहाँको सफाई गरिसकेपछि म फाइनल लुक कस्तो हुन्छ त्यो देखाउँछु, हजुरहरु हेरिराख्नु होला। र यता चाहिँ हेर्न सक्नुहुन्छ आँगनमा, यहाँ हेर्न सक्नुहुन्छ बिस्ताराहरू कस्तो भएको छ भनेर। र यतातिर पनि हेर्न सक्नुहुन्छ सामानहरु कसरी बिखरेको छ भनेर है, हेर्न सक्नुहुन्छ है यस्तो भइरहेछ। अब यसलाई पुरा फाइनली एकदम सफाई गरेपछि म त्यसको पछिको लुक लिएर आउँछु। यहाँ हेर्न सक्नुहुन्छ कस्तो भइरहेछ भनेर, यहाँ हेर्न सक्नुहुन्छ। र यता पनि हेर्न सक्नुहुन्छ पुरा खत्तम भइसकेको छ, पुरा खत्तम भइसकेको छ। र म चाहिँ अब फटाफट काम गर्छु। र मेरो छोरी चाहिँ खाना बसेछ, रोटी खाना बसेको 2 घण्टा भयो, अझै पनि खाना सकेको छैन। टिभी हेर्दै खाना खाएपछि कहिले सकिन्छ। र यता चाहिँ हुनुहुन्छ हाम्रो हजुरआमा क्यारी छुनुमुनु। हजुरआमा के खबर? यहाँ हेर्नु त, यहाँ हेर्नु तपाईँ, यो को हेर्नु त। गान गाइदिनु त, एउटा गाना गाइदिनु, एउटा गाना गाइदिनु हौ। गाना मैं बहुत खुश हूँ। तपाईको नाम के हो भनिदिनु अरे। हमें माफ कर दो सुनियो, देखो हजुरआमा नाम भनिदिनु अरे हौ। रुपा के नाम हो? रुपा अनि म चाहिँ को? म चाहिँ को? के अच्छा, र हेर्न सक्नुहुन्छ यस्तो छ यी। फाइनली यसलाई पुरा सफाई गरेपछि पछिको लुक देखाउँछु, हजुर हेर्दै बस्नुहोस् ल।